घुम्दै गर्दा हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यो नि घर नभए मल्टी बिल्डिङमा कहाँ हो अन्त अब ठाउँमा आइपुग्यो। ओहो यता नि साइडमा यहाँ टोपी आफ्नै गाउँमा नि मलाई चिनेन आफ्नै गाउँमा नि मलाई चिनेन। वेलकम टू माई न्यू ब्लग। फेरि पनि स्वागत छ सबैजनालाई लाइक शेयर सब्सक्राइब गरिदिनु होला र कमेन्ट नै गरिदिनु कस्तो लाग्छ है त। भन्दै हामी चाहिँ यसो बाहिरतिर यसो ब्लगको लागि बाहिरतिर जान लाग्यो है रुमदेखि। हाम्रो रुममा चाहिँ यस्तो बबल छ नि सबसे पहिला नेपालको झन्डा फुटेर देखिन्छ अनि चाहिँ दुबईको युएको न यो पार्टी जस्तो है। हाम्रो रुममा यस्तो दामी छ नि त्यहाँ है त। सबैजनाले हेरेर माया गरिदिनु होला, लाइक शेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है त सबैजनाले भन्दै म भिडियो चाहिँ अगाडितर्फ लाग्दैछौँ है त साथीहरू। सो गाइस हामी चाहिँ अब निस्किन्छौँ रुमबाट, निस्किसकेको छ। अब अन्त चाहिँ हामी दाजु भाइ मात्र है रुम बाहिर यस्तो दामी छ नि। खोइ अब कताबाट जाने हामी यो सिटी यताबाट अघि यताबाट जाऊँ न आएर अब हामी चाहिँ निस्क्यौँ। हामी बस्ने चाहिँ लोकेसन चाहिँ यो हो बेस्ट पल्लर मिल माथि रुममा लगाएर न हामी चाहिँ ट्याक्कै अबुधाबीको मेन सिटीमै पर्छौँ है बस्ने। कोही छुट्टीमा हुनुहुन्छ भने मेरा साथीहरू है दाइहरू साथीहरू आउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ है त। यसो मसँग बस्न चाहन्छ भने यस्तो मेन सिटीमा बस्न चाहनुहुन्छ भने यही बिल्डिङमा हामी बस्ने चाहिँ ट्याक्कै भएर अब हामी चाहिँ मजा हुन्छ हामी दाजुभाइ मिलेर यसो बाहिरतिर यताको घुमेर हिँडौँ है त। हेर्दै गर्नु होला नयाँ जुत्तामा। अनि कपडा चाहिँ पुरानै हो ट्याक्क लगाएर धेरै गर्मी थियो बाहिर चाहिँ त्यहाँ टोपी चाहिँ आज दाइले लाउनु भएको छ न ट्याक्क लगाएर धेरै देखिने भयो। अब है त हामी चाहिँ रोडमा निस्किसक्यौँ है त साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूले यस्तो राम्रो भ्यूहरू यहाँ हेर्दा माथि बल झुन्डेर बसिरहेको छ है जान सक्नुहुन्छ। अन्त हामी यहाँ भित्रदेखि आएको है त्यो भित्र ट्याक्कै यहाँ भित्र पर्छ हामी चाहिँ। अब हामी चाहिँ यो मेन रोडमा निस्केर यता साइडतिर जानुपर्ने हुन्छ है त साथीहरू। यो देख्न सक्नुहुन्छ ट्याक्क लगाएर घाम 40 डिग्री तल झर्दैन कि अहिलेसम्म यस्तो नेपालमा बुढो पानी 40 डिग्री भइरहेछ। तर दुबईमा चाहिँ अबुधाबी दुबईमा चाहिँ होइन घाम त नेपालमा चाहे वैशाखमा लाउने भन्दा यहाँ पुसमा लाउँछ कि नेपालको नेपाल न 40-50 डिग्री त आउँछ र अलिअलि कम भएको छ। घुम्दै गर्दा हामी चाहिँ यस्तो ठाउँमा आइपुग्यो नि घर नभए मल्टी बिल्डिङमा कहाँ हो अन्त अब ठाउँमा आइपुग्यो। ओहो यता नि साइडमा ट्याक्क लगाएर हामी चाहिँ यो क्रसिङमा छौँ। सिधै फाइन हानिदिन्छ नि फेरि खतरा हो त्यही त। लगाएर हो त्यहाँ हाम्रो रातो बत्तीवाला छ है त। हरियो बत्तीवाली चाहिँ हामी जान पर्ने हुन्छ है त साथीहरू। यहाँ
चाहिँ गाडीहरू हिँड्न ट्याक्क हात देखाइरहेछ नि। अब त्यसको हात मान्छेको हिँडेको हरियो उसमा देखाइन्छ त्यो हामी चाहिँ त्यसपछि हामी जान पर्ने हुन्छ है त। ल अन्त भोल हामीले चाहिँ बाटो निकास गरिसकेको छ। हातका लगाएर अब समथिङ कति मिनट जति लाउँछ हामी हिँड्दै? 3-4 मिनट। अब हामी चाहिँ हिँड्दैछौँ है। गन्तव्यतिर हामी चाहिँ कुन ठाउँमा जानु लाग्यो भन्दा हामी चाहिँ देखाउने छ, पछि हेर्दै गरिदिनु होला है त। यहाँ हेर्नु यहाँ टोपी खाने आफ्नै गाउँमा नि मलाई चिनेन। टोपी खाने आफ्नै गाउँमा नि मलाई चिनेन। लु भाइ त्यो ठाउँमा आइपुग्यो नि। हामी माथिबाट पानी परिरहेको छ है। निकाला छ माथिबाट पनि पानी आइरहेको छ। ए बिल्डिङ र हेर्दै 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 हेर साथीहरू हिँड्दैछौँ हामी। पसिना पसिना नि भइसक्यो कि हिँड्दा हिँड्दा हिँड्दै भयो। अन्त गाइस यो चाहिँ हाम्रो मेन रोड भयो है त, मेन रोड। अब हामी चाहिँ उताबाट अलिकति सिधै गएर यस्तो पारी जेब्रा क्रस गर्नुपर्छ। ट्याक्क लगाएर 10 साथीहरू फोटो सोटो है त। साथीहरू हामी चाहिँ समुद्रमा आइपुग्यौँ है, त्यो स्विमिङ खेल्ने ठाउँमा। यहाँ त ऊ नि हुन्छ क्या हो, गाडी दौडाउने होइन दाइ? यो के हो र? गाडीको होइन र होइन? ल ट्याक्क लाएर हामी चाहिँ कुन साइडमा जाने? यो साइडमा कि यो साइडमा जानुपर्ने हुन्छ हामी चाहिँ स्विमिङ खेल्न है। के गरौँ हेरौँ के हुन्छ। हामी चाहिँ स्विमिङ खेल्नलाई आएको हो। जस्तो मान्छे भिड चाहिँ यस्तै भिड नि यस्तै छ है। जाने भिडै छ। कुन साइड जाने? यो साइड जाने? जाऊँ यस्तो साइड ट्याक्क लगाएर है त। ए स्विमिङ खेल्नु त यता खुट्टा मान्छेको। ल हामी चाहिँ उता गएर पर्ने हुन्छ। ट्याक्क लगाएर यस्तो छ नि त। ट्याक्कै घाम परेछ कि परि त्यो भन्छ आइज न। यो मेन क्रस भयो। योदेखि उता चाहिँ मेन सिटी भयो है, अबु धाबीको मेन सिटी। यो साइड यस्तो योदेखि भित्र जानु पर्ने हुन्छ। कल आएर यो के हो? यो टक्लाक टुक्लुक हो नि भाइ। साथीहरू हिँड्दा कहाँ पो आइपुग्यो त हामी? दुबई घुमेको मालिसिया पुग्यो कि क्या यार? दुबई घुमेको मालिसिया पुग्यो कि क्या यार? मालिसियाको जस्तै हो रे। ओहो नि भएर है। ल यस्तो हामी चाहिँ यो बिल्डिङको वरिपरि बिचमा छौँ कि यस्तो ठाउँमा छौँ कि
यहाँ माथि त्यही माथि पानी आइदियो यहाँ त्यो हेर्नु त गाइस है।